व्हाट्सअप गाइस, डे 6 मा हजुरहरूलाई वेलकम छ। आज जिम खुला छ, जिम आइसकेको छु, हेर्न सक्नुहुन्छ। आज एक्लै छु, साथी आएन। आउने बित्तिकै मैले तपाईँलाई अब 2 मिनट एक ठाउँमा रनिङ अनि जोगिङ गऱ्यो होइन। सबै थोक गर्दाखेरि बडीतिर तताउनु पऱ्यो होइन। अब हिजो जिम गरेको थिएँ नि, जिम ओपन थिएन, हिजो बन्द थियो, त्यही भएर आज अलिकति त्यसको साटो हार्नु पऱ्यो अलि बढी। हिजो रुममा गरेको थिएँ, तपाईँ भिडियो हेर्नुभयो होला। सो हिजोको साटा आज अलिकति बढी हार्न खोजेको। त्यसपछि आजको मेरो साइक्लिङ हेर्न सक्नुहुन्छ, किनकि डेली रुटिन मेरो साइक्लिङ छ। पसिना आइसकेको छ, हेर्नुभयो। पसिना नआउने जेलसम्म म छोड्दिनँ। त्यसपछि आज चेस्टको लागि बेन्च डम्बल प्रेस 12 ऱ्याप्समा 3 सेट हानेको छु होइन। कसरी हानिरहेको छु तपाईँहरू हेर्न सक्नुहुन्छ। के यताउति छ भने सजेसन पनि दिनु होला होइन। त्यसपछि ब्याकको लागि होइन पनि हानेको छु। अनि आज चाहिँ के भएछ भने मेरो स्टोरेज फुल भएको थियो, त्यही भएर धेरै पछिकै एक्सर्साइज गरेको भिडियो रेकर्डै गर्न पाएन कि। युट्युबमा भिडियो हाल्छु भनेर सबै राखिरहेको थिएँ। युट्युबमा केही प्रब्लम हुँदाखेरि हाल्नै पाएन। त्यसपछि ब्याक साइडको पनि दुइटै साइडमा 12 साइडको 3 सेटमा हानेको छु। त्यसपछि सोल्डरको लागि नि हाने। अनि हजुरहरूको लागि एउटा कुरा, मैले चाहिँ कुन भाषामा भिडियो बनाउँदाखेरि अलि धेरै राम्रो हुन्छ मलाई कमेन्ट गरिदिनु होला। अनि आज चाहिँ प्ल्याङ बेली फ्याटहरूको एक्सर्साइज गरेको भिडियो रेकर्ड गर्न पाएन, किनकि फुल स्टोरेज छ। युट्युबमा भिडियो हाल्छु भनेर आजदेखि हालेको छु, हेर्नु होला।